धराने कालो बङ्गुर गायक संसारको प्रसिद्ध हो। अघिको अर्को यो यहाँ अर्को। अघि चाहिँ यहाँ माथि काटेको छ। यो आन्द्राको सयग्राम पनि रेडी हुँदैछ अनि यहाँनिर चामल टाकाटुकी भइसकेको छ अनि भाग लगाएर चाहिँ यहाँनिर ठ्याक्कै ठ्याक्कै काटा कर्जी मर्जी अनि टक्क टक्क बनाइसकेको छ होइन। अनि अब यसको पालो छ। राम्री आएको छ किनभने हाम्रो मासु पनि राम्रो छ नि त। गाइजहरू हाम्रो चाहिँ मर्निङ टाइममा चाहिँ हाम्रो सुँगुर मरिरहेछ। आज चाहिँ 2टा सुँगुर मर्नेछ। अँध्यारोमा देखाएको थियो भने अहिले चाहिँ उजेलो भइसकेको छ। अहिले चाहिँ अब यहाँ चाहिँ होमाङ्सा भुट्नुपर्छ है। ल खाऊ न त ल ल रहेछ। यसले चाहिँ बेसी नै खाँदो रहेछ कि हो। आमाले हेर्नु कमाइ गर्नुभएको मकै अनि मिठो। यो चाहिँ अहिले हाम्रो होमाङ्सा पाकिरहेछ। राईमालीले बनाइरहेको सुँगुर खानेहरूले काट्नेहरूले चाहिँ फर्स्ट चाहिँ भित्री हाँस। अहिले यहाँनिर हेर्दैछु सुँगुरको पाठा है। आमाले कुरा गर्नु स्पेसल चाहिँ यसको के हुन्छ ससिज बनाउने हो। आज चाहिँ पिसाब दिशा आइसक्यो अरे तर अब के गर्नु यो नसके एकदम दामी 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 बनाउँदै हुनुहुन्छ। ल साथीहरू सम्पूर्णमा मेरो एउटा सानो जानकारी लिएर आएको छु किनभने यो भिडियो हेरेर अर्थात् यो भिडियोको थमेल हेरेर हजुरहरूले थाहा पाइसक्नु भएको छ कि यो सुँगुर काटेको भिडियो रहेछ भनेर। तर यो सबै पनि हजुरहरूले यो थमेलमा भएको अनुसार नपाउनु पनि सक्नुहुन्छ किनभने मेरो मोबाइलमा एकदमै समस्या आएर यो भिडियो खिचेको पछाडि पनि मैले 1-2वटा भिडियोहरू हालिसकेको छु साथीहरू। नयाँ भिडियोहरू यो चाहिँ केही दिन अगाडिको भिडियो बासी भिडियो हो। लेट पोस्ट भनौँ साथीहरू होइन। किनभने मेरो यो भिडियो चाहिँ मैले मोबाइलमा खिच्ने बित्तिकै मेरो मोबाइलमा समस्या आयो। आधी भिडियोहरू उडेछ साथीहरू होइन। अनि मैले चाहिँ जुन यो भिडियोमा चाहिँ सुँगुर काटेको भिडियोहरू लिएको छु साथीहरू काट्न त काट्यौँ अनि बाँड्यौँ पनि भुट्यौँ पनि होइन। सबै कुरो गऱ्यौँ आन्द्राहरू पनि केलायौँ सबै कुरो गऱ्यौँ। तर लास्टमा चाहिँ तपाईँहरूले नसम्झिनु कि कसले खायो होइन कसरी खायो को इष्टमित्र आयो को पाहुना आयो भनेर त्यो चाहिँ देख्नु पाउनु भएन साथीहरू। यसमा चाहिँ अलिकति पेन्डिङको भिडियो है योभन्दा अगाडिकै भिडियो साथीहरू। अनि भनेको बेला भिडियो पनि बनाउनु सक्दिनँ कि साथीहरू कारण चाहिँ मेरो आँखामा धेरै प्रब्लम छ अनि मलाई चाहिँ मोबाइल धेरै नहेर्नु पनि भनेको छ। चस्माहरू लगाउनु पर्ने हुन्छ अनि एडिट गर्दाखेरि चाहिँ आँखाले हेर्नुपर्छ साथीहरू। सबैजनालाई थाहै छ यो आँखामा चाहिँ अब एकछिन हेर्दाखेरि आँखा टक्कै बन्द भएर तुलुलुलु आँसुहरू खस्ने अनि आँखा हेर्नै नहुने उज्यालो हेर्नै नहुने होइन। हेर ल मैले अपुरो छ भनिसकेँ साथीहरू। खाएको रमाइलो गरेको अनि सबै उडेछ साथीहरू। अनि ठिकै छ जे जति छ बुझेर हेरिदिनलाई। अब साँझ परेको थियो नि त अनि हाम्रो चाहिँ घरको सुँगुर काट्दैछौँ। हामी हाम्रो आमाले पाल्नु भएको जोडी सुँगुर थियो त्यसलाई चाहिँ आज एकैचोटि हामीले काट्दैछौँ। र एउटा चाहिँ अघि नै साँझमा कति 5 बजे नै अनि दाइ भाइहरू आउनुभयो बहिनीहरू आउनुभयो छोराहरू आउनुभएर अनि हामीले त्यो चाहिँ काटाकुटी गरिसकेको छौँ। र अहिले चाहिँ एउटा बाँकी छ साथीहरू त्यहाँनिर छ खोरमा। अनि अहिले चाहिँ यहाँनिर राईमाइली र हाम्रो आमाले चाहिँ यहाँनिर अघि त्यो यो फर्स्टको चाहिँ आन्द्रा केलाउँदै हुनुहुन्छ। अनि योभन्दा पछिको चाहिँ अब अहिले देखाउने छु। अनि अस्ति नै मैले हजुरहरूलाई मैले देखाइदिएको थिएँ राईमाइलीको 2टा सुँगुर काटेको भनेर चाहिँ भिडियो सबैजनाले हेरिसक्नु भएको छ राम्रो अनि प्रतिक्रिया पनि दिनुभएको छ। आज पनि हाम्रोमा पनि 2टा सुँगुर काटेको मैले चाहिँ यहाँनिर भिडियो बनाउँदैछु होइन। त्यही हो तपाईँहरूलाई जानकारी गराउनु मात्रै मैले चाहिँ उपस्थित भएको छु साथीहरू। ल गाइजहरू हाम्रो चाहिँ मर्निङ टाइममा चाहिँ हाम्रो सुँगुर मरिरहेछ। आज चाहिँ 2टा सुँगुर मर्नेछ। कालो बङ्गुर गायक भन न। धराने कालो बङ्गुर गायक संसारको प्रसिद्ध हो गुड। आज चाहिँ बिहानीको समयमा एउटा काटियो अब फेरि अर्को एकछिनमा काट्नु पर्दैछ। सुँगुर काट्दाखेरि अब गर्मी हुँदो रहेछ गाइस ज्याकेट चाहिँ फुकाल्नु पर्यो। माइलीकोमा भन्दा आज हाम्रो सबेरा भएन 5 बजे आउनुभएको छ। हाम्रोमा चाहिँ आज हाम्रो आमाले पाल्नु भएको 2वटा सुँगुरको मृत्यु भइरहेछ। अनि यहाँनिर सुरुमा चाहिँ एउटा होइन अहिले चाहिँ यहाँ देख्न सक्नुहुन्छ यस्तो अँध्यारोमा पनि यहाँ आगो फुकिरहेछौँ। र अहिले चाहिँ राति नै छ है साथीहरू। एउटा चाहिँ राति नै काट्यो अब चाहिँ अहिले यो दिएपछि चाहिँ अर्को काटिने हो होइन। गुड मर्निङ। हामी चाहिँ उठिसकेको छौँ। हाम्रो चाहिँ 2टा सुँगुर काट्ने दिन छ आज होइन। अलिकति हाम्रो सुँगुर चाहिँ भनेको चाहिँ अलिकति छाला पाक्नु पऱ्यो है होइन दाजु। धराने कालो बङ्गुरको खाँटी हुनु चाहिँ तर यस्तो छ होइन। अहिलेको भर्खर उजेलो हुँदैछ साथीहरू। अब यो काटेपछि चाहिँ तपाईँहरूले उजेलोमा चाहिँ अर्को देख्न सक्नुहुन्छ है। अब हामीले चाहिँ रातिदेखि गरेको अब उजेलो भइसकेको छ अनि सेतो सेतो हुँदैछ है। अब चाहिँ अहिले चाहिँ अलिकति
ए उज्यालो भयो है अहिले चाहिँ यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ अनि यहाँनिर एउटा त बनाइसकेको छ होइन अनि अब यसको पालो छ ल उज्यालो पनि ठ्याक्सै भइसक्यो मजाको उज्यालो भयो अब त हुडी नै पो बनायो त है हुडी नै भयो त यो चाहिँ हुडी ल ल अब चाहिँ यहाँनिर फोरेर चाहिँ त्यहाँ माथि लग्नुपर्ने हुन्छ एकदमै बिहानै सूर्यको किरण पनि आएको छैन अहिलेसम्म होइन सूर्यको किरण आएको छैन अहिलेसम्म ल हेर्न सक्नुहुन्छ अलिक पातलो हेर न एकजना बुढी मान्छे जस्तो आगो तापेको छ अब यहाँ चाहिँ होमाङ्सा भुट्नुपर्छ है त्यही हो अहिले चाहिँ यस्तो भइसकेको छ ट्याक्क लाएर हाम्रो चाहिँ यस्तो भइसकेको छ हाम्रो एउटा चाहिँ यस्तो भइरहेछ अब एउटा बाँकी नै छ हजुरहरूलाई भनिसकेको छु अनि अहिले चाहिँ यहाँनिर टुक्रा गर्दै हुनुहुन्छ यो चाहिँ ल मासु त ठिक चाहिँ यो भुट्रका लागि पनि रेडी गरिरहेछ हाम्रो मिल्छन् छोराले चाहिँ यहाँनिर अनि मजाले काट ल सुई गरेर ठ्याक्कै काट कर्जी मर्जी अनि टक्क टक्काटुकी भइसकेको छ अनि भाग लगाएर चाहिँ यहाँनिर बेच्नको लागि चाहिँ प्लास्टिकहरूमा लगाइरहेछ होइन अनि यो चाहिँ हामीले ठक्क लाएर चाहिँ बेच्नु लागेको अनि यस पछाडिको चाहिँ घरमा खानुपर्ने छ ठक्का होइन अनि त्यही हो धेरै धन्यवाद केदार दाजुलाई अनि धेरै धन्यवाद त्यता भाइ दाइहरूलाई पनि यही हो ल अनि यहाँनिर आन्द्रा बनाउनु एकदम स्पेसल हाम्रो चाहिँ सेरगेम बनाउनुको लागि ओए अहिले नि त्यो लोरी आन्द्रा नि बनाउने भने भरेको चाहिँ लोरी भनौँ ल अनि फुटोस् न ब्याचको नाथे त्यस्तै हुन्छ अनि त्यही हो तपाईँलाई मैले देखाएँ होइन थुप्रो भिडियोहरू पेन्डिङमा रहेको छ तर अब मैले बिस्तारै बनाउने छु अनि एकदमै अहिले चाहिँ बिजी भएको कारणले गर्दाखेरि यो भिडियो चाहिँ अलिकति ढिलै आउँछ होला तपाईँले हेरिदिनु होला मिलाएर साथीहरू होइन मैले योभन्दा अगाडि चाहिँ मैले अँध्यारोमा देखाएको थिएँ होइन अर्को सुँगुर काट्दाखेरि चाहिँ अनि उसको साथी पनि मरिसकेको छ यहाँ देख्न सक्नुहुन्छ ढेन्टेडेङ तर के गर्नु ढेन्टेडेङ तर मान्छे हामी पापी के गर्नु होइन दाजुभाइ त्यही हो है साथीहरू अहिले चाहिँ यहाँनिर उज्यालो राम भएको छ यो तपाईँहरूले चाहिँ त्यही देखाएको भनेर सम्झिनुहुन्छ भने योभन्दा अगाडि चाहिँ मैले तपाईँहरूलाई अँध्यारोमा देखाएको थिएँ भने अहिले चाहिँ उज्यालो भइसकेको छ अहिले चाहिँ कति बज्यो अहिले 8 बजिसक्यो होइन 5 बजे एउटा मारेको अहिले चाहिँ यो 8 बजे अनि त्यो 5 बजे मरेको चाहिँ कहाँ पुगिसक्यो साथीहरू यो पनि एउटा छ त्यही हो अनि हेर्दै गर्नु होला डिफ्रेन्स चाहिँ यति छ है उज्यालो अँध्यारो ल त गाइस हाम्रो सुँगुर चाहिँ हेन्डसम भइसकेको छ है हेन्डसम ब्युटिफुल छोरो ब्युटिफुल र हेन्डसम भइसक्यो अनि भइसक्यो आउनुहोस् माछा लिन आउनुहोस् यो पो अलिक सजिलो भयो होला नि दाजु भुत्ला पातलो भयो है हो ल त गाइजहरू हाम्रो चाहिँ सुँगुर 2टा भइसकेको छ अघि चाहिँ त्यहाँ माथि राति गरेको थियौँ भने चाहिँ अहिले चाहिँ यहाँनिर उज्यालोमा मजा भयो ल त हेर्दै गर्नु होला ल साथीहरू हाम्रो चाहिँ यहाँनिर सुँगुर काटेपछि चाहिँ हामीले होमाङ्सा बनाउनु पर्ने हुन्छ होइन अनि सबैजनाले खाने होमाङ्सा बनाउने अनि त्यो काम चाहिँ भइरहेछ है अनि अब यो चाहिँ पहिलाचोटिको यहाँ होमाङ्सा बनाउँदैछ हाम्रो राईमाइलीले है अनि यहाँ देख्नु सक्नुहुन्छ यहाँ अनि हाम्रो मकै देखाइदेऊ न है अनि देख्न सक्नुहुन्छ है साथीहरू अनि हाम्रो आमाले मकै पनि पुरै छोड्नु भएको 2 सिजन भइसक्यो अब यो मकै पनि यहाँनिर म देखाउँछु छ अब मकै पनि पोल्ने हो आगो फुक्ने हो यो चाहिँ अहिले हाम्रो होमाङ्सा पाकिरहेछ राईमाइलीले बनाइरहेछ अनि त्यही हो अनि यस्तै छ झलकहरू चाहिँ साथीहरू है त आमाले हेर्नु त आमाले कमाइ गर्नुभएको मकै अनि मिठो छ ल खाऊ न त ल दार्जिलिङ अलि पानी चाहिँ खाऊ है तिमी चाहिँ एक मकै पनि पानी खाइसकेको छ न ल त साथीहरू यस्तै छ हाम्रो चाहिँ यहाँनिर होमाङ्सा पनि पाक्दैछ सुँगुर काटिसकेर पनि हामीले प्रसाद खान थाल्यौँ सुँगुर काट्नेहरूले चाहिँ फर्स्ट चाहिँ भित्री हाँस भन्छ क्या भित्रको मुटु देखि लिएर होइन रक्तीहरू हालेर चाहिँ यस्तो प्रसाद भनौँ न प्रसादको रूपमा होइन फर्स्ट खानुपर्छ अनि मात्रै अरूले खाने हो ल धन्यवाद तपाईँहरूलाई धेरै धन्यवाद होइन अनि हाम्रो चाहिँ होमाङ्सा पनि पाकिसक्यो अनि प्रसाद पनि अनि खान थालिसकेको अनि यहाँ देख्न सक्नुहुन्छ मिठो पकाउनु भएछ अब हामीले चाहिँ यो खाइसक्यौँ अनि यहाँनिर दाइले पनि सुँगुर काट्नु चाहिँ उहाँलाई चाहिँ एकदम इन्भाइट गर्नु होला एकदम राम्रो काट्नुहुन्छ धेरै मिठो पकाउनु भएछ ल त गाइजहरू यस्तै छ होइन अनि अब तपाईँहरूलाई देखाउँछु ल हामीले जे भए पनि होमाङ्सा बनाएर खाँदैछौँ अनि फेरि अर्को रहेको छ यहाँनिर है यो छ एउटा अब यो चाहिँ बाँकी नै छ होइन अब यो चाहिँ गर्नुको लागि एकदम बाँकी छ अनि अहिले चाहिँ खाजा नास्ता खाँदै हुनुहुन्छ अर्को सुँगुरको खाजा नास्ता भयो
हेलो कान्छी कहाँ हिँड्नुभएको यहाँ कहाँ हिँड्नुभएको कहाँ हिँड्नुभएको मासु हेर्न आउनुभएको यहाँ खोइ यस्तो गरेको यस्तो या गरेको खोइ वा अनि यहाँनिर हाम्रो कान्छी म ट्याङ छिन् अनि होइन हाम्रो चाहिँ आज के काटेको छुङ्गुल काटेको छुङ्गुलको मासु खाने हो आज होइन अनि मिठो छ मिठो लाग्छ ल अहिले खानुपर्छ ल ल त साथीहरू यही हो जानकारी तपाईँहरूलाई ल गाइजहरू हाम्रो यो सुँगुर चाहिँ अलिकति अघिको भन्दा एकदमै बलियो रहेछ अनि हजुर यसमा चाहिँ धेरै बोसो रहेछ यसले चाहिँ बेसी नै खाँदो रहेछ कि हो के रहेछ आम्मामा कस्तो मजाले हान्नु हुँदो रहेछ यहाँ अघिको अर्को यो यहाँ अर्को अघि चाहिँ यहाँ माथि काटेको थिएँ मैले यहाँनिर है अनि त्यही हो यो हेर्दै गर्नु होला हाम्रो चाहिँ अब सुँगुरको खोर पनि खाली भएको छ साथीहरू होइन अनि यहाँनिर सुँगुरको गु मात्रै रहेको छ लेट्स सी म अब फेरि फ्राइडे हो आज होइन सुँगुर पाउने दिन हो अब चाहिँ म चाहिँ आमासँग जानुपर्ने हुन्छ होइन के कस्तो हुन्छ एउटा सानो बच्चा लिएर आउनुपर्ने हुन्छ किनभने हाम्रो चारो नाश हुन्छ त्यही भएर चाहिँ म ल्याउनु जाँदैछु ल साथीहरू म चाहिँ सुँगुर काटिसकेर नि म फेरि यहाँनिर सुँगुरको बच्चा किन्नु आएको छु होइन अहिले यहाँनिर हेर्दैछु सुँगुरको पाठा है यो मैले हेरिसकेँ अनि यो चाहिँ हामीले आमाले यहाँ छानिसक्नु भएको ठुलो अब यहाँ कस्तो छ आमाले कुरा गर्नु अहिले कति रहेछ अहिले त सस्तो नि ल साथीहरू हामीले चाहिँ यही पाठा लाने भयौँ है अहिलेको लागि चाहिँ म बजारमा यहाँनिर फर्स्ट टाइम भन्दा नि सेकेन्ड टाइम भयो यो बजार चाहिँ भर्खरै नयाँ लागेको अहिले चाहिँ नयाँ बजारमा हामीले सुँगुर किनिसकेको छौँ अब लगौँ ल आमा ल हामीले चाहिँ यो दुईवटा लाँदैछौँ हामीले चाहिँ सुँगुरको पाठा पनि किनिसकेको छौँ साथीहरू अहिले नै सुँगुर पनि मारेर अहिले नै हामी सुँगुरको पाठा किनेको लु सुँगुर पनि किन्नु आएँ र आमासँग हामी लाँदैछौँ होइन अनि अब आज किनेन भने त अर्को हप्ता मात्रै लिनुपर्ने हुन्छ नि त त्यही भएर चाहिँ आजै नै हामीले चाहिँ आएर सुँगुर पनि किनेर लाँदैछौँ अनि तपाईँहरूलाई यहाँ बजार पनि देखाइसकेँ यस्तो छ बजार सुँगुर बजार पनि घुम्यो डुल्यो यस्तै छ है साथीहरू ल फेरि आज सुँगुर काट्यो होइन अनि सुँगुर पनि काट्यो अनि फेरि बच्चा पनि दोब्रिएको पो छ त हौ लामो त लामो रहेछ नि खोइ यो तिनजनाले यो मेरो पनि लु है योनिर 120 धार्नी होस् आमा र मैले लिएको हो एकछिन न त निस्किजाओस् न अनि खोइ निकाल्नु ऊ के दादा यहाँ पाठा लिएको लु छोरा दाजु हेर्नु त लु है साथीहरू अब हामीले पाठा पनि ल्याइसक्यौँ अब हामी अलिकति हतार छौँ कि हाम्रो मासु चाहिँ टक्का टुक्का सिद्धो दुईवटा मासु पनि खुल्लु सिद्धो होइन अनि यतातिर अहिलेसम्म बिचार अफिस नगई यहाँ भाइले सघाउनु भएको छ यहाँ दाइले होइन यहाँनिर यस्तै छ आन्द्रा पनि म तपाईँहरूलाई देखाउँछु है ल साथीहरू अघिको चाहिँ एउटा होइन यो चाहिँ एउटा हो अनि अहिले चाहिँ भाउजू पनि आउनु भएको छ हाम्रो भाउजूले पनि हेल्प गर्नु हुँदैछ लु मिठो बनाएर खानुपर्छ अनि अलिकति सरसफाइ गरौँ अनि त्यही हो हाम्रो चाहिँ एकदम स्पेसल चाहिँ यसको के हुन्छ ससेज बनाउने हो आज चाहिँ अनि खाना पर्ने छ है ससिटहरू कसरी बनाउनुहुन्छ होइन हामी चाहिँ हाम्रो आफ्नै तरिका छ तपाईँहरू त अब आफ्नो तरिका हामी चाहिँ स्पेसल बनाएर खान्छौँ अब यो चाहिँ कागती नुन लगाएर चाहिँ चट्ट लाएर चाहिँ मार्ने सफा हुन्छ अनि त्यसपछि हामी चाहिँ बनाएर खानुपर्ने हुन्छ है साथीहरू सानो आन्द्रा चाहिँ हामी लगाउँदैन सानो आन्द्रा चाहिँ एकदमै 2 फारी बनाएर त्यसलाई चाहिँ एकदमै धुने पखाल्ने मार्ने होइन कपडा धोएको जस्तो मार्नुपर्छ अनि त्यसपछि सफा हुन्छ कि अनि त्यही भएर चाहिँ अनि त्यसपछि खाने अनि यो चाहिँ हामी ससिज बनाउन लागेको कति राम्री आएको छ किनभने हाम्रो मासु पनि राम्रो छ नि त रातो पिरो छ होइन ससिज के भन्छ यसलाई सारगेम्बा भन्छ ससिज भन्छ होइन हामी चाहिँ यो बनाउनु आँटेको अनि यसमा चाहिँ यहाँनिर यसको लागि मसलाहरू अदुवा लसुन चामल होइन अनि जिरा धनियाँ अनि विभिन्न धेरै खालको छ यहाँनिर मसला होइन अनि यसको लागि चाहिँ यो निर आन्द्रामा अनि लगाउनु पर्ने आज सरगम बनाउनु लागेको यहाँ चाहिँ राई माइलीले चाहिँ एकदम मासु ढुट्टो गरेर होइन यो चाहिँ सरगमको यो भित्रको मसला हो अनि बोसोहरू भोलिको लागि यहाँनिर मासु काटिरहेको अवस्था राई माइलीले
अनि साथीहरू अनि हामीले चाहिँ यहाँनिर हाम्रो सुँगुर पनि काटेर चुता दुईवटा सुँगुरहरू काटेर पनि हामीले सकिसक्यौँ होइन। अनि हामी चाहिँ लास्ट अप्सनमा छौँ क्या, लास्ट अप्सनमा छौँ। अनि हाम्रो चाहिँ यहाँनिर उप्री पाप्री होइन, उप्री हामी काट्दैछौँ। अनि यो चाहिँ रहेको छ चाहिँ यो हामीले यो यसको लागि चाहिँ काटिसकेको अवस्था होइन। अनि यहाँ देख्न सक्नुहुन्छ। अब चाहिँ हामीले लास्ट अनि हाम्रो चाहिँ सबै काम सकिसकेको छ। अनि अब चाहिँ हामी आन्द्रामा भर्नु बाँकी छ। अब हामी आन्द्रामा भर्छौँ अनि हामी चाहिँ अनि रेडी हुन्छ। अब अहिले तपाईँले के कस्तो बनाउँछौँ, कसरी सयगम बनाउँछौँ त्यो आफ्नो तरिका सबैले बनाइन्छ, तर तरिका आफ्नो आफ्नो हुन्छ। तपाईँले हेर्दै गर्नु होला के कस्तो बनाउँछौँ है, अहिले देखाइदिन्छु म। यो चाहिँ आन्द्राको सयगम पनि रेडी हुँदैछ। अनि यहाँनिर चामल, माड मसला, यसको बोसो, रक्ती सबै कुराहरू चाहिँ आमा र यहाँ बहिनीले खाँदै हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ। अनि आजको यहाँको सेरगम चाहिँ स्पेसल रहेको छ, मासुहरू भन्दा पनि अब यो चाहिँ सेरगम चाहिँ एकदम स्पेसल रहेको छ। अनि यहाँनिर आमाहरूलाई चाहिँ पिसाब दिसा आइसक्यो अरे, तर अब के गर्नु, यो नसकी चाहिँ छोड्नु भएन, के गर्नु होइन। ल ए साथीहरू एकदम छिटो चुको छैन होला, अलिक खाँदी नगर्नु न, अब पर्खिन्छ पो त। सेरगेमको लागि एकदम दामी बनाउँदै हुनुहुन्छ है साथीहरू है। तिमीले चाहिँ के गर्दैछौ, चारो भेला पारेको सुँगुरको लागि? हाम्रो सुँगुर काटेको होइन, अनि सुँगुर छैन नि त। अनि यो सबै यो कागतीको खोलहरू पनि पुरा छ। यो एकजना चाहिँ चारो भेला पारेर हैरान्छ। ल यसो छ साथीहरू होइन। अनि रहेको छ हाम्रो सुँगुर दुईवटा पनि काटेर टक्का टुक्का गरेर सिद्धी पनि सकेको छ। अनि हामी चाहिँ सबै सकि पनि सकेको छौँ, सेरगेम पनि बनाइसकेको छौँ। अब उसिन्नु मात्रै बाँकी छ। अनि त्यही हो होइन साथीहरू। अनि आजको भिडियो चाहिँ के कस्तो भयो म यहीँ नै इन गर्न चाहन्छु। अनि आज दुईवटा सुँगुर हामीले के गऱ्यौँ भन्ने तपाईँहरूलाई देखाइसकेको छु। र तपाईँहरूले अहिलेसम्म हेरेर साथ दिनुभएकोमा मेरो भिडियोलाई होइन धेरै धन्यवाद भन्दै अहिलेको भिडियो चाहिँ यति नै होला। अनि यहाँ फुपूहरू एकदमै हल्ला गरिरहनु भएको छ, त्यही भएर चाहिँ मैले अनि त्यही हो साथीहरू। यस्तै छ जिन्दगानीमा। अनि आजको दिन चाहिँ यस्तै भिडियो होइन। अनि 5 बजे 4 बजे उठेको मान्छे होइन, यहाँ देख्न सक्नुहुन्छ अनुहार सनुहार सबै सरेर गइसकेको छ। अनि सबै अनि राईमाइली पनि एकछिन घर गएको जाँदैछ। अनि त्यसपछि आउँछ, म चाहिँ के काम गर्नु अझै बाँकी छ, के गर्नु होला।